बाला चतुर्दशी पर्वका अवसरमा दीप प्रज्वलन गर्न पाल्नुभएका श्रद्धालु भक्तजनहरू सर्ने तथा बस्ती बागमती नदीमा सेलाउनका लागि मन्दिरको ढोका खुलिसकेको जानकारी गराउँदछौँ। श्रद्धालु भक्तजनहरू तपाईँहरूले स्मरण शक्ति कमजोर रहेका वृद्ध तथा ससाना बालबालिकाहरू साथमा ल्याउनु भएको छ भने भिडभाडका कारण हराउन सक्छन्। तसर्थ उनीहरूको साथमा तपाईँहरूको नाम ठेगाना र मोबाइल नम्बर साथमा राखिदिनुहोला ताकि हराएमा खोज खबर गर्नमा मद्दत पुग्नेछ। कुनै वस्तु सामान वा मानिस हराएमा तथा फेला परेमा नजिकैको सुरक्षाकर्मीसँग सम्पर्क गरी पशुपतिनाथ मन्दिर जाने दक्षिण ढोका श्रद्धालु तथा बस्ती बागमती नदीमा सेलाउनका लागि मन्दिरको ढोका खुलिसकेको जानकारी गराउँदछौँ। श्रद्धालु भक्तजनहरू तपाईँहरूले स्मरण शक्ति कमजोर रहेका वृद्ध तथा ससाना बालबालिकाहरू साथमा ल्याउनु भएको छ भने भिडभाडका कारण हराउन सक्छन्। तसर्थ उनीहरूको साथमा तपाईँहरूको नाम ठेगाना र मोबाइल नम्बर साथमा राखिदिनुहोला ताकि हराएमा खोज खबर गर्नमा मद्दत पुग्नेछ। कुनै वस्तु सामान वा मानिस हराएमा तथा फेला परेमा नजिकैको सुरक्षाकर्मीसँग गोल्डन गेटसँगै रहेको खोज खबर कक्षमा सम्पर्क गर्नुहोला। धन्यवाद। सूचना बाला चतुर्दशी पर्वका अवसरमा दीप प्रज्वलन गर्न पाल्नुभएका श्रद्धालु भक्तजनहरू सदबिक सर्ने तथा बस्ती बागमती नदीमा सेलाउनका लागि मन्दिरको ढोका खुलिसकेको जानकारी गराउँदछौँ। श्रद्धालु भक्तजनहरू तपाईँहरूले स्मरण शक्ति कमजोर रहेका वृद्ध तथा ससाना बालबालिकाहरू साथमा ल्याउनु भएको छ भने भिडभाडका कारण हराउन सक्छन्। तसर्थ उनीहरूको साथमा तपाईँहरूको नाम ठेगाना र मोबाइल नम्बर साथमा राखिदिनुहोला
साथी हराएमा खोज खबर वा मानिस हराएमा तथा फेला परेमा नजिकैको सुरक्षाकर्मीसँग सम्पर्क गरी पशुपतिनाथ मन्दिर जाने दक्षिण ढोका 2 नम्बर गोल्डन गेटसँगै रहेको खोज खबर कक्षमा सम्पर्क गर्नुहोला। धन्यवाद। सूचना बाला चतुर्दशी पर्वका अवसरमा दीप प्रज्वलन गर्न पाल्नुभएका श्रद्धालु भक्तजनहरू सदैव छर्ने तथा बत्ती बागमती नदीमा सेलाउनका लागि मन्दिरको ढोका खोलिसकेको जानकारी गराउँदछौँ। श्रद्धालु भक्तजनहरू तपाईँहरूले स्मरण शक्ति कमजोर रहेका तथा ससाना बातसत उनीहरूको साथमा तपाईँहरूको नाम ठेगाना र मोबाइल नम्बर साथमा राखिदिनुहोला ताकि हराएमा खोज खबर गर्नमा मद्दत पुग्नेछ। कुनै वस्तु सामान वा मानिस हराएमा तथा फेला परेमा नजिकैको पशुपतिनाथ मन्दिर जाने दक्षिण ढोका 2 नम्बर गोल्डन गेटसँगै रहेको खोज खबर कक्षमा सम्पर्क गर्नुहोला। धन्यवाद। सूचना बाला चतुर्दशी पर्वका अवसरमा दीप प्रज्वलन गर्न पाल्नुभएका श्रद्धालु भक्तजनहरू तपाईँहरूले स्मरण शक्ति कमजोर रहेका वृद्ध तथा ससाना बालबालिकाहरू साथमा ल्याउनु भएको छ भने भिडभाडका कारण हराउन सक्छन्। तसर्थ उनीहरूको साथमा तपाईँहरूको नाम ठेगाना